छोरी हजुर के हो आम्मामामा यस्तो छ त यो एकदमै मिठो हैन यो हेर्नुस् साथीहरु हामी नेपालीहरु खाना भनेपछि मरिहाते गर्ने भनौं कति जनाले त गर्नुहुन्न चिकन त्यसपछि लाएर यो हो आलुको अचार मलाई एकदमै मन पर्ने त्यहाँबाट अर्को रहेको छ हामीसँग दाल हेर्नुस् साथीहरु दाल मिक्स दाल हैन दाल त्यसपछि यो साग सोपको साग अनि यो एक गिलास पानी अनि यो खोर्सानी त्यसपछि आज भ्यालेन्टाइन डे को उपलक्ष्यमा चाहिँ लभ वाला हाम्रो प्याज मैले यसरी राखेको छु अनि त्यसपछि कागती अनि ध्यान यतातिर अनि त्यसपछि यहाँ हेर्नुस् गाजर मुला अनि त्यसपछि कागती अनि आज सबै हामीले भ्यालेन्टाइन डे को उपलक्ष्यमा यसरी काटेको छौं र अनि यो साग भइहाल्यो सलादको लागि ल अब चाहिँ म के गर्छु भने खाना सुरु गर्छु तर म पहिला टेस्ट गर्छु ल साथीहरु पहिला मासु नै अब नेपालीहरुलाई हैन सबैभन्दा पहिला मिठो लाग्ने भने मासु नै नेपालीहरुलाई हैन एकदम मिठो लाइट नहल्लाई खाइदिम आलु कस्तो छ झन् मिठो हो आलुको अचार मिठो दाल त अब म अहिले थाहा हुन्छ मलाई हैन भुल्न खाएर चाहिँ सके त दाल अब यसले सुपको साग त्यसपछि अब खाना खाउ सेलाउँछ ल डल्ले खोर्सानीदेखि लिएर कागतीले अब यसलाई निचार्दै खानुपर्छ साथीहरु यस्तो मिठो हुन्छ त्यहाँबाट अनि सुन न हजुर अनि के भन्दाखेरि हैन अनि आजभोलि त मम्मीलाई भन्दा छोरीलाई अलि बढी धेरै चिनी राख्नु भएको छ दर्शकले अनि अर्को कुरा चाहिँ अनि के भन्छ छोरी चाहिँ कस्तो राम्री भन्ने अनि मम्मीकै अगाडि म तपाईको फ्यान भन्दाखेरि हैन कस्तो लाग्छ तपाईको अगाडि पनि मलाई भन्नुहुन्छ हजुर मलाई त केही लाग्दैन किनकि फ्यान भनेको सबैको आफ्नो आफ्नो हुनुहुन्छ नि त त्यो भएर तपाईको उमेरको मतलब आन्टीहरु हैन उहाँहरु तपाईकै फ्यान हुनुहुन्छ मेरो उमेरको जस्तै जसको आफ्नो आफ्नो हुन्छ नि त हेर्न नजर आफ्नो ल अब यस्तो अब के भन्दै हुनुहुन्छ भने हैन सबजनाले कतिखेर खानी होला कति कुरा गरेको भन्दै हुनुहुन्छ होला खाना खाऊ नि त ल खाना खाएको भिडियो चाहिँ अर्कोमा